साथीहरू सबैजनालाई नमस्ते। मैले फेरि पनि सानो भिडियो तपाईँहरूलाई यसो टाइम पास पनि हुने यसो भिडियो पनि बनाएर यसो देखाउनु पऱ्यो भनेर आज चाहिँ मोमो खानु ल्याएको हामी, त्यही भएर चाहिँ भिडियो बनाइरहेको छु है साथीहरू। मैले मोमो बनाएको कसरी बनाउँछ हेर्नु चाहिँ। यो चिकन चाहिँ एकदम सफ्ट छ होइन। यो चिकनलाई चाहिँ डल्लै लिएर यसको छालाहरू चाहिँ मैले अलग्गै यो छालाहरू चाहिँ अलग्गै राखेको छ। अनि त्यो चिकनको चाहिँ छालाहरू तपाईँहरू पनि नखानुहोस् कि, यसमा चाहिँ एकदमै त्यो मैला केहरू हुन्छ। त्यसले गर्दाखेरि छाला जहिले पनि मासु खाँदा पनि या मोमो खाँदा पनि डल्लै निकाल्छु छाला चाहिँ। अन्त यसरी बाहिर त्यो दोकानमा किमा गर्नु दिनुभन्दा चाहिँ घरमै यसरी लिएर सफासँगले धोएर हो यसरी मासु हड्डी छाला अलग्गै पारेर चाहिँ यसलाई अब यो हड्डीको चाहिँ सुप खाँदा पनि भयो होइन। तपाईँलाई सुप पनि अहिले म सुपको पनि तपाईँहरूलाई म भिडियो हाल्छु, सुप कसरी बनाउँछ यसको भनेर। हुन त प्रायःले अब जान्दैछ, त्यो नजान्ने छ होइन। तर मैले चाहिँ कस्तो तरिकाले बनाउँछ तपाईँहरूले हेर्नुहोस् न ल। यो दोकानमा बनाएको चिकन चाहिँ एकदमै घाँटी अनि त्यो के हालेको हुन्छ कि राम्रो हुँदैन कि साथीहरू। त्यसले गर्दाखेरि चाहिँ घरमा चाहिँ एकदम सफा धोएर यो मासु अलग्गै निस्किन्छ कि फेरि छाला मासु अलग्गै निस्किन्छ फेरि। त्यही भएर चाहिँ घरमा चाहिँ एकदम सफ्ट हुन्छ। घरमा किमा गर्नु अल्छी लाग्यो भने चाहिँ एकदम त्यो मिक्सीमा 1-2 सेकेन्डमा पनि लाग्दैन तपाईँलाई यो किमा हुनु। त्यो पनि म तपाईँहरूलाई देखाइदिन्छु नि अहिले ल। यसलाई मासुलाई छिलेर हो अन्त म किमा कसरी बनाउँछु म तपाईँलाई त्यो पनि देखाउँछु नि ल साथीहरू। हेर्नुहोस् है साथीहरू, ल हेर्नुहोस् है साथीहरू, मैले यहाँ सानो पिस पारेको छु। पिस पारेर यहाँ पनि यसरी हालेको छु मैले होइन, सानो पिस बनाएर। अब यसलाई चाहिँ तपाईँले कति भन्नुहोस् त, पकाउनु पर्ने हुन्छ है। धेरै लामो गर्नु पर्दैन, मिक्स भइहाल्छ कि। यतिको भयो भने त भइहाल्यो नि त होइन है। दोकानमा किन मैला खाने होइन, दोकानमा दुनियाँ भएर के लगाएको हुन्छ कि। यिनीहरू यसो तपाईँहरूलाई मन परेको भिडियो यसो सेयर गर्छु म। भइसक्यो कति सफा हो, सफा पनि तपाईँहरूको मिठो पनि हुन्छ घरमा बनाएको। यो छालाहरू भयो जस्तो अड्किन्छ कि छालामा चाहिँ नहाल्छु, छाला त खाएको राम्रो पनि होइन, छाला त एकदमै नहाल्छु। जति सक्दो तपाईँले घरमै बनाएर किमा चाहिँ घरमै बनाएर खाएको राम्रो लाग्छ मलाई। गर्दैछु पालेको भइहाल्छ, धेरै लामो गर्नु पर्दैन। हेर्नुहोस् त एकदम मिन भइसकेको छ किमा, एकदम रेडी भइसकेको छ, मिन भइसकेको छ हो। यो किमाको बारेमा चाहिँ मैले गरेँ हो। अब तपाईँलाई फेरि अहिले बनाएको भिडियो हाल्छु नि म ल, बनाएर तपाईँलाई हाल्छु ल साथीहरू। किमा पनि रेडी भयो। यो अदुवा प्याज हो, यो धनियाँ अनि यो के प्याज कली कि, यो प्याज कली चाहिँ एकदम टेस्ट आउँछ यसमा। अब लसुन चाहिँ हामी खाँदैनौँ, लसुन चाहिँ खाँदैनौँ, खालि अदुवा मात्रै। अनि अलिअलि तेल, अजिना, नुन बनाइसक्यो। यो बनाइसकेपछि चाहिँ तपाईँले एकैचोटि मोमो बनाएको देखाउँछु। कतिलाई चाहिँ एकदम त्यो दोकानबाट बनाएको चाहिँ किमै कुनै कस्तो कालो कालो हुन्छ हो। यहाँ हाम्रो यो घरमा बनाएको किमा कति सफा छ कि हेर्दै किमा। खानेकुरो अलिक दोकानको अलिक मैला सबै कुरा हालेको छ कि, छालादेखि लिएर डल्लै घाँटी भयो तपाईँको के हालेको हुन्छ नि त। त्यही भएर चाहिँ मलाई मन पर्दैन, घिन लाग्छ बाहिर चाहिँ। अनि त्यही भएर चाहिँ चिकनको चाहिँ म घरमै लिएर बनाउँछु। किमा पनि रेडी भइसक्यो।
जुसहरू चाहिँ आज भाइहरूलाई पनि मोमो बनाएर खिलाउनु पऱ्यो भनेर सोचेको थियो। छुट्टीमा आएको छ नि त मेरो भाइहरू, 1 महिनाको छुट्टीमा आएको। अन्त मोमो चाहिँ उसको फेभरेट हो, खिलाउनु पऱ्यो भनेर सम्झेको। तल घर झरेछ, अब उकालो आएको बेला कहिले खुवाउँछ। साथीहरू मेरो यो सुपको लागि पनि रेडी भइसकेको छ हो। यो चाहिँ अघिको त्यो चिकनको छिलेको हड्डी हो। यो चाहिँ मेरो मासु हल्का छिलेको छु र अलिक आधी मासु पनि छ। यसमा तपाईँको सिमी भयो, सिमी, क्यारोट, जिन्जर, अनियन, तेजपत्ता, टमेटो, अनि यहाँ बनाएको छु। अनि चाहिँ अचारको लागि बनाउनु पर्छ। त्यसको लागि यो बोइल गरेर बनाउँछु। साथीहरू चाहिँ तपाईँहरू पकाउनुहुन्छ यसरी बनाएको चाहिँ त्यो पेट दुख्दैन अरे के। यो जुन ग्रिन चिली छ नि, यो यसलाई चाहिँ एकदम पकाएर मजाले यसमै चारो बनाएको एकदम टेस्ट हुन्छ कि। पोलेको त झन् आफै हो। अनि यहाँ ग्यासमा पोल्नु चाहिँ एकदम पोलेर जानु भनेको कारणले गर्दाखेरि चाहिँ प्रायः चाहिँ बोइल गरेर बनाएको हो। तपाईँहरू चाहिँ कसरी बनाउनुहुन्छ सुप चाहिँ? म चाहिँ तपाईँलाई कस्तो लाग्छ है? गाह्रो रहेछ हौ। सँगाउने भिडियो बनाउने साथीहरू छैन छेउमा। फर्स्टमा चाहिँ म यो हाल्छु है। यो के अरे अलैँची र ल्वाङ, अलैँची ल्वाङ अनि मरिच एउटा दुइटा छ। अनि फर्स्ट हाल्छु है। हाल्छु अनि त्यसको बादमा चाहिँ अलिकति यो ल्वाङ पनि मनपर्छ कि, तर प्याजको बादमा ल्वाङ चाहिँ सब्जी हाल्नु सक्नुहुन्छ। सब्जी, क्यारोट, गाजर, सिमी है। त्यहाँबाट चाहिँ हाल्नु पऱ्यो। टमाटर पनि सँगै हाल्नु फेरि। झोल हाल्छु मजाले कस्तो पकाउनु सब्जीलाई, अनि चाहिँ झोल बनाउँछु। यो छ नि यो तवर बसेको, यो चाहिँ खानु हुँदैन कि, यो चाहिँ एकदम फ्याँक्नुपर्छ। यो चाहिँ एकदम कतिको उयोहरू भन्छ नि त, यो चाहिँ याद गर्नु भन्छ ठुल्ठुलो होटेलतिर पनि यो तवरलाई चाहिँ यस्तो फ्याँक्नुपर्छ कि, यस्तो कालो कालो भएको चाहिँ। म चाहिँ फ्याँक्छु, सब्जी मासुहरू पाउँछ जे गर्दाखेरि पनि जे गर्नु तवर लाग्छ नि। यो सब्जीहरूतिर केतिर क्यामिकलहरू हालेको हुन्छ नि, त्यो निस्केको भन्छ कि। त्यो भएर म चाहिँ निकाल्छु यसरी, तवरलाई सबै फ्याँक्छु यसरी। तपाईँहरू पनि फ्याँक्नुहोस् है यसरी नै। म चाहिँ फ्याँक्दैछु साथीहरू। सुप मेरो अब एकदम रेडी हुँदैछ। अचारको लागि पनि रेडी भएको छ। अहिले अचार बनाउने टाइममा चाहिँ अब बाध्य भएर चाहिँ बनाएको अचार है। रेडी सुपले चाहिँ कम्ती अब मजाले अनि मिठो हुन्छ। डरलाको बसेको छ। मैदाको यो चाहिँ आँटा, यो चाहिँ आमाले खानुहुन्छ नि त, आँटा खाने। त्यसले गर्दा चाहिँ यो चाहिँ आँटाको बनाएको के साथीहरू। अब बनाउनु सुरु गरेको।
जुन चपिङ बोर्ड छ नि त्यो चपिङ बोर्ड चाहिँ तपाईँहरूले कसो चलाउनुहुन्छ घरमा हो त्यो चपिङ बोर्ड चाहिँ तपाईँहरूले प्लास्टिकको नचलाउनु साथीहरू प्लास्टिकको त अब जे पनि नचलाउनु भन्छ भने चाहिँ तर यो चाहिँ कार्डबोर्ड चपिङ बोर्ड के चपिङ बोर्डलाई चाहिँ हामीले प्लास्टिकको एकदमै नचलाउनु किनभने हामीले चाहिँ एनी टाइम अब दिनमा कति चलाउँछौँ है बिहान खाजा बनाउँदा पनि यसमा काटेको हुन्छ अनि 12 बजी बेलुका त्यसले गर्दा चाहिँ हामीलाई क्यान्सरहरू डर हुन्छ अरे के प्लास्टिकको चाहिँ त्यसले गर्दा चाहिँ चपिङ बोर्ड चाहिँ अरू थालबाट पनि अब प्लास्टिकको नचलाउनुहोस् सिल्भरको चलाउनुहोस् प्लास्टिकको नचलाउनुहोस् कि कसकोमा त अरू कुनै काँचको झन् प्रायः काँचको चलाउँछ है नहुनेले चाहिँ अब सिल्भरको चलाउँछ नि त त्यसले गर्दाखेरि प्लास्टिक चाहिँ नचलाउनु चाहिएको हामीले प्लास्टिक चाहिँ हामीलाई हरेक कुरोमा त्यो राम्रो होइन बिहान सुरु है बनाउँदैछौँ है बनाइसकेर तपाईँहरू बोलाउँछ खानुलाई आधी अमेरिकन आधी इन्डियन अनि यो वाइट चाहिँ अमेरिकन भयो यो कालो चाहिँ हुन्छ इन्डियन त्यो कालो मान्छ के भन्छ गाउँको एउटा दाम पनि गाह्रो छ म पनि कालो कालो हामी फेरि अझै लाग्दैन म त एक फोन एक जिबीभन्दा बेसी हेर्ने चार्ज बेसी हेर्नु बेलुका चाहिँ हेर्छु साथीहरू हाम्रो आधी एक भाँडा थियो होइन उम्रेर आधी भएको चाहिँ यति ठिक चाहिँ हुन्छ कि बेसी पनि मिठो हुँदैन एकदम सुप चाहिँ एकदम खाने लायकको भएछ साथीहरू ल हामी चाहिँ अब सुप पाक्यो सुप हाल्नु पर्ला मजाले घोप्रो हुन्छ पनि पाकिसक्यो र हामी चाहिँ अब सुरु गर्ने साथीहरू हाम्रो भक्तजन कता
Mà ta đã làm ngon. Aman koran sebelah. छोरा हो हामीन भनेर उयो सक्नु आँट्यो मेरो मदर इन ल làm có thế nào bây giờ rồi ngoan của nàng tên rồi thiệt được đó làm có thế nào được khẳng được đúng rồi làm phải đâu nhám chúng ta thì nhám mà việc làm sao thì bây